ढिला नगरी च्याप्टर 6 मा रहेको ग्रामर नाउन प्लस एसको बारेमा बुझौँ है त। यो नाउन प्लस एस भनेको चाहिँ बाटादेखि अथवा मा भन्ने अर्थ लाग्छ। अब यो चाहिँ कस्तो वाक्यमा लाग्छ थाहा पाइराखौँ है त। अब सुरुमा हाम्रो पहिलो पोइन्ट भनेको चाहिँ बाटादेखि कुन बेला र मा चाहिँ कुन बेलामा लगाइन्छ भन्ने कुरा थाहा पाउनु पर्यो। अब सुरुमा यो हाम्रो बाटा अथवा देखि, यो बाटादेखिको लागि चाहिँ तपाईँले एस लगाइसकेपछि पछाडि अनिवार्य रूपमा चलायमान क्रिया हुनुपर्छ। त्यस्तै अर्को भनेको चाहिँ यदि चलायमान क्रिया छैन भने त्यसको अगाडि एसर लेखिन्छ भने त्यसको अर्थ जहिले पनि हाम्रो के हुन्छ, मा हुन्छ। पछाडि चलायमान क्रिया छ कि छैन हेर्ने, चलायमान क्रिया यदि लगाएको छ भने हामीले के सम्झिनु पर्यो, त्यसलाई बाटा अथवा देखि सम्झिनु पर्यो। त्यस्तै चलायमान क्रिया छैन भने जहिले पनि के हुन्छ, त्यसको अर्थ चाहिँ मा हुन्छ। छुट्याउने तरिका त्यस्तै अर्को भनेको यो साल्दाको अगाडि लगाउन सकिन्छ। त्यस्तै अर्को भनेको हाम्रो इत्ता अथवा अक्ताबाट बनेको भवहरू जस्तै इसुम्निदा, अपसुम्निदा, त्यस्तै के छ अब अपसयो, अपसुम्निदा होइन, त्यस्तो वाक्यहरूको अगाडि चाहिँ कहिले पनि एस चाहिँ लगाउन पाइँदैन। यसलाई चाहिँ अब हाम्रो उदाहरणसहित तल हेरौँ है त। उदाहरणसहित हेरौँ है त। जस्तै सुरुमा छ हाम्रो के छ, नाउन प्लस एस। नाउन प्लस एस भनेको बाटादेखि मा, अघि नै भनिसकेँ मैले। अब यसको उदाहरण हेरौँ। अब सुरुमा यसको नियम पढौँ। नाउन प्लस एस भनेको मा, यो कस्तो वाक्यमा लाग्छ भन्दाखेरि चाहिँ कुनै पनि ठाउँमा कुनै पनि क्रियाकलाप गरिन्छ अथवा कुनै पनि ठाउँमा के छ, कुनै पनि कुराहरू क्रियाकलाप गरिन्छ अथवा क्रियाकलाप पुरा हुने ठाउँलाई देखाउँछ भने त्यस्तो वाक्यमा चाहिँ लगाउन सकिन्छ। कुनै पनि ठाउँमा कुनै पनि काम चाहिँ गरिन्छ भने, मेन भनेको कुनै पनि ठाउँमा गएर कुनै पनि काम गरिन्छ भने त्यस्तो ठाउँमा चाहिँ लगाउन सकिन्छ। त्यस्तै यसको पछाडि चलायमान क्रिया बाहेक अरू आउँदा यसलाई के भन्न सकिन्छ, मा भन्न सकिन्छ। चलायमान क्रिया मैले भर्खर भनिसकेको छु, चलायमान क्रिया आउँदैन भने यसको अर्थ जहिले पनि मा हुन्छ, अघि नै भनिसकेँ। त्यस्तै हाक्यो एस खोङबरुले विद्यालयमा अध्ययन गर्छु, यसलाई कुनै पनि कुराको सम्बन्ध भएको कुराहरू भन्न पनि सकिन्छ। विद्यालयमा गएर के गर्ने हो, अध्ययन गर्ने हो। कुनै पनि ठाउँमा गयो, त्यहाँ गएर कुनै पनि क्रियाकलाप गर्यो, त्यस्तो अवस्थामा लगाउन सकियो। विद्यालयमा गएर के क्रियाकलाप गर्यो, यसले अध्ययन गर्ने क्रियाकलाप गर्यो, त्यस्तो वाक्यमा लगाउन सकियो। त्यस्तै अर्को भनेको यङ वागवान एस यङबरुल फर्स्ट छ। अब फिल्म हलमा चाहिँ फिल्मलाई चाहिँ हेरेँ, यो कुनै पनि ठाउँ भयो, यो हाम्रो ठाउँ भनेको के फिल्म हल भयो। त्यहाँ त्यसले गरेर के क्रियाकलाप गर्यो भन्दाखेरि फिल्मलाई हेर्ने काम चाहिँ गर्यो हो, यस्तो वाक्यमा लगाउन सकिन्छ। अथवा कुनै पनि कुरा सम्बन्ध भएको फिल्म हेर्न कहाँ जानु पऱ्यो, हामी यङ वागवान जानु पऱ्यो, यस्तो वाक्यमा लगाउन सकिन्छ है। त्यस्तै सिक्ताङ एस फाबल मगुल गयो रेस्टुरेन्टमा के छ, भातलाई चाहिँ खानेछु भन्न पनि पाइन्छ। अब यो सिक्तामा यो कुनै पनि ठाउँ भयो, त्यहाँ गएर यसले के क्रियाकलाप गर्छ भन्दाखेरि चाहिँ अब भात खाने काम गर्छ, यो एउटा क्रियाकलाप हो, यस्तो वाक्यमा लगाउन सकिन्छ। कुनै पनि ठाउँमा गएर कुनै पनि क्रियाकलापहरू गरिन्छ भने त्यस्तो वाक्यमा लगाउन सकिन्छ। त्यस्तो अवस्था जहिले पनि यसको मिनिङ हाम्रो के हुन्छ, मा हुन्छ है, पछाडि चलायमान क्रिया छैन भने। त्यस्तै नाउन प्लस एस भनेको के हुन्छ, बाटा अथवा देखि। यो चाहिँ कस्तो वाक्य लाग्छ है त, कुनै पनि कार्यको सुरुवाती बिन्दुलाई देखाउँछ, यो एउटा नियम भयो, कुनै पनि कार्यको सुरुवाती बिन्दुलाई देखायो। त्यस्तै यसको पछाडि चलायमान क्रिया हुँदा मात्र यसलाई बाटा अथवा मा भन्न के छ, देखि चाहिँ भन्न सकिन्छ। यसको पछाडि के छ, चलायमान क्रिया हुँदा मात्र यसलाई चाहिँ के भन्न सकिन्छ, अब बाटा अथवा देखि चाहिँ भन्न सकिन्छ है। जस्तै उदाहरणको लागि हेरौँ है त। छिप एस वास आयो, घरबाट आएँ। अब यहाँ एस पछाडि के छ, वास आयो, वास भनेको के चलायमान क्रिया हो, यसमा के लगाउनु पाइयो। त्यस्तै छनुन सामु सिरेस खाम्निदा, अब म चाहिँ के छ, अफिसबाट खाम्निदा भनेको जान्छु, म चाहिँ अफिसबाट जान्छु, अफिसमा जान्छु होइन, यसमा के हुन्छ, अफिस के हुन्छ, बाटा चाहिँ जान्छु अथवा अफिसदेखि चाहिँ जान्छु भन्ने अर्थ चाहिँ लाग्छ है, यो कुरा याद गर्नु पऱ्यो। त्यस्तै अर्को भनेको साल्दामा के छ, एस र ए दुवैमा लाग्छ। यो साल्दा भन्ने चाहिँ हाम्रो एस र के छ, ए दुवैमा लगाउन सकिन्छ। जस्तै छनुन सौरे सारायो, म चाहिँ सौलमा बस्छु भन्न पनि पाइन्छ। त्यस्तै छनुन सौरे सारायो, म सौलमा बस्छु, यो दुवै वाक्यहरू भन्न पाइन्छ है। यो दुइटैमा अर्थ यसको के हुन्छ, मा हुन्छ, यो दुवैमा लगाउन पाइन्छ। यसरी इक्जाममा चाहिँ सँगै राखेर आउँदैन। त्यस्तै इस्सयो, इस्सुम्निदा, अपसुम्निदा, त्यस्तै अपसुम्निदा, अपसयोको अगाडि एस लाग्दैन, जहिले पनि के लाग्छ, ए चाहिँ लाग्छ, यो पनि थाहा पाउनु पर्यो। जस्तै सिछङ हुन सौरे इस्सयो, अब सिछङ चाहिँ सौलमा छ भन्नलाई पाइन्छ, तर सिछङ हुन सौरे इस्सयो भन्न चाहिँ पाइँदैन, किनकि पछाडि के छ, इस्सयो आएको छ। इस्सयो, इस्सुम्निदा, अपसुम्निदा, अपसयोहरू आउँछ भने जहिले पनि हामीले के लगाउनु पर्छ, अगाडि ए चाहिँ लगाउनु पर्छ, एस लगाउन पाइँदैन। यो कुरा चाहिँ थाहा पाउनु पर्यो है।